आज मिठो के गर्ने सुटिङ हान्ने हैन भाइ फिल्म सुटिङ हुँदैछ चप्पल सुल्टो गर न त सुल्टो गर त्यो अनि यता फर्केर खेल यता 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 मतिर एबिसिडी जानेछ तर कपुरीकोहरु जानेछ ल एकचोटी कपुरीको ल ताली एबिसिडी को लागि ल कपुरीको क देखि ग्यासम्म ल मिस्टेक गर्नु तिमीले भने केटा बुझाउने तिमीलाई आउँछ कि नै ल कान्छ जाने हुन्छ कान्छ बारी के भन्छ लास्ट कान्छले गर्दा अनि हान्दै जानिन्न हो कपुरी सक्दै ल ल जानु छ भाइ आउँछ कि नै तिमीलाई आउँछ इज्जत त राख्नु पर्यो नि आउँछ भन्न पर्यो हैन भाइ तिमी कुन स्कुल पढ्छौ गजेडा बुङचीको मान्छे गजेडा किन गएको ह बुङची बन्ने बुङचीको स्कुल राम्रो गर्नु पर्यो पढा राम्रो छ बुङचीमा गजेडा किन गएको त्यसै त्यति टाढा जाने हो गजेडा केमा जान्छौ साइकल यहाँ बस आउँछ त यार बुङचीको बस आउनु न बस आउँछ कि नै आउनु यहाँ बुङचीको बस आउँछ कि नै तेरीमा उठ्नु त अब मम्मी म यहीँ बुङची पढ्छु भन्ने कि नै बुङची किन नपढायो भन गन्डेटा उति टाढा 3-4 किलोमिटर बुङची 1 किलोमिटर छ किन नपढायो बुङची होइन के भन्छ हो कान्छोले के भने कान्छोले यहाँ न चतुरे यहाँ तैँले पढ्न चाहिँ जाने रहेछस् कपुरीको पनि भनिस् एबिसिडी भनिस् होइन कान्छो तर त्यति टाढा टाढा कहाँ गएको त नि अब बुङची भन्ने ल मम्मीसँग के भन्ने बाबा मम्मी म बुङची पढ्छु म त्यति टाढा जाने बस आउँछ म बसमा टाक्क बुङची जान्छु भन्ने होइन भाइ बुङची छोडी उठ्न गजेडा के अरे गजेडा स्कुलमा महँगी लाग्ने बुङची जान्न कहाँ जाने उही गजेडा जाने भन्न तेरीमा त्यो हेड सरको नाम के हो प्रिन्सिपलको नाम के हो ल प्रिन्सिपलको नाम के हो यहाँ भने यहाँ हो तिमीलाई अहिले देखाइदिन्छु भिडियो ल भन यता प्रिन्सिपलको नाम भन त ल क्लास टिचरको नाम भन त के अरे मन्जु अनि तिमीलाई मनपर्ने टिचरको नाम के हो नि मनपर्ने टिचरको नाम के हो नि मम्मी के मम्मी मात्र मन पर्छ टिचर भने टिचर कान्छ होइन बिन्दास पारा रहेछ क्या है मन पर्यो मलाई कान्छ जति त्यति टाढा जाने होइन पढ्न अब है सिद्धार्थमा पढ्ने सिद्धार्थमा पढ्ने सुविधा के डाइकिलो छ बुङचीमा धेरै सुविधा भयो के बुङचीमा धेरै सुविधा पैसा थोरै लाग्छ बस छ त्यता ठुला बस बिदाको भला खानु पर्यो टेस्टर के गरेछ कान्छले ऊ कान्छले यहाँ एबिसिडीको लागि पनि टाक्क पर्खिदिया रहेछ APPLE के हुन्छ BAALL CAT DOG ELEPHANT हाँसो केटा पढ्नुपर्छ यहाँ छ कान्छ यहाँ छ पढ्न आउँछ कि नै नि आउँछ ए ल यहाँ अ आ इ नि रहेछ हो इ उ ए ऋषि ए उ के भन्छ हो हाँस्छ केटाकेटीहरू होइन टक्कै यो व्यवस्था यता नि रहेछ हो कका के कुकु के भन्ने होइन जे सुविधा कान्छले पाएर रहेछ म गएँ भाडा धुन्न गर्मी के थिएन अरे कपडा धुन्न केटाहरू ल के छ हेरिरहेछ गरेको छैन हो भाइ आइज
यति हो न त फेरि ए भिडियो गरेर आएको छैन भाइ त्यत्तिकै डराउँछ भने होइन भाइ भाइको हुइली हुन्छ कि उइली हुन्छ कि हुइली हुन्छ कि हुइली स्पेलिङ भन त हुइलीको ओ भाइ यहाँ सोध्दैन भाइ यिनीहरूलाई पढाइ सम्बन्धी केही सोध्दैन यतिको डुल्न गहान्न चिल हान्न आउँछ ल भाइको उइली ओ रोमन भाइ ल म पढिया छ त नि अहिले 9 सम्म पढ्दैछ भाइ 9 सम्म 10 को एक्जाम अब एसी आउने एसी हैन र भाइ आफ्नो गाउँ बस्तीलाई रिभिजन गर्दै हिँडिरहेको छु म चाहिँ अहिले होइन अब आज हाम्रो के सल्लाह मिटिङ हुन्छ होइन मसँग कलम छ अनि कति पन्ना छ अब कहाँ गएर यहाँ भयोभरिको वरिपरिका केटाहरूको नाम लेख्नु पर्यो अनि समिति बनाएर टाक्क गठन गरेर समूह बनाएर यस्तो वरिपरि फ्याँक्छ नि यहाँ दाउरा साउरा होइन दाउरा यो दाउरा पनि बाटोमा राख्नु पर्न डिस्टर्ब भयो यो यस्ता टिप्दै टाक्क उठो उचित ठाउँमा लगेर टाक्क फोहोरको गाडी आउँछ त्यति बेला फोहोरमा फ्याँकिदिने अनि यो तार रुखहरू साइडको काट्दिने यो साइडको यो बाटो बस्ती त्यो बस्छ आउँदा पनि डिस्टर्ब हुन्छ होइन अनि यो यिनी दाउरा पनि यिनी साइडमा बाटोमा राख्न नपाइने सिस्टम बिस्तारै हुन्छ भाइ अनि यो बढी भएको नि यो बाटोको साइडको सधैँ महिनामा टाइममा टाक्क काटिदिने चिल्लो अनि यस्तो पारेको शीतल यो दाउरा पनि यहाँ राख्नु भएन क्या यस्तो साइडको उनी दाउरा थुप्रै छ क्या हाम्रो गाउँघरमा समस्याहरू भाइ हेर यो चौबारी भएन यो हल्का साप यसलाई मर्मत नि गर्नुपर्छ तर यसको लागि हामीसँग पैसा पनि छैन कोही समूह समूह राम्रो गरेर समूह अर्जाएर टक्क यो हेर त अहिले यस्तो हालत छ यहाँ अब दाउरा यति खाएको छ बाटो यसलाई चाहिँ हामीले भाइ के गर्नुपर्छ बिस्तारै है बेरोजगार छौँ बेरोजगार भयो भने आफै रोजगार पाउने हो रोजगारको सिर्जना आफै गर्ने हो भाइ ल हाम्रो यहाँ केटाहरूको नाम चाहिँ यहाँ दर्ता गरिसक्यो होइन दर्ता कतिजना भयो यहाँ 18 जना यत्रै भाइहरू छन् यिनीहरूलाई हेल्प गर्नु पर्यो यो बजेट अब काँडो तान्ने कलब दर्ता यहाँ कुमिया गाउँको एउटा सानो कलब दर्ता हुन्छ होइन यिनीहरूको अब कलब दर्ता गर्ने तर पैसा छैन हो भाइ कलब कसरी दर्ता हुन्छ होइन अब आफ्नो गाउँ आफै बनाऊ भाइ हो कि नै पऱ्यो कि नै भाइ पऱ्यो नि के हुन्न भाइ यार चप्पल लाएर पनि 4 नम्बर चोकमा गएर घुट टिप्दा केही फरक खाँदैन यति 20 जना केटाकेटी भएपछि टाक्कै 1 घन्टा गर्ने धेरै पनि गर्नु पर्दैन 1 घन्टा गर्ने बनगाई चोक 1 घन्टा गर्ने पिपरा चोक 1 घन्टा गर्ने 4 नम्बर चोक 1 घन्टा गर्ने यस्तो काम गर्नु पर्यो क्या बजेट चाहिँ अब बिस्तारै अब झारम लान कताबाट हुन्छ होइन पर्छ ठिकै छ तिम्रो चर्चा परिचर्चा अनि यो हल्का यो कुमिया गाउँका केटाकेटीहरूको नाम भन्छु म शक्ति थामी हाम्रो अध्यक्ष हुनुभयो होइन अनि रोमन कुमार उपाध्यक्ष हुनुहुन्छ अनि विजय छेत्री अब सचिव कोषाध्यक्ष के भन्नुहुन्छ होइन अब अरू सदस्यमा अब विराट पढ्ने भाइहरूको नामहरू लिइरहेको छु होइन 9-10 मा पढ्ने अनि सबै भर्खर केटाकेटीहरू यस्तो शनिबार टाइम मिलेका बेला टाइम मिलाएर टक्कै यही चौपारीमा मिटिङ बस्नु परेछ कहिले मिटिङ बस्दा ठिक होला भाइहरू ल सम्पूर्णलाई भेला हुनु पर्यो क्या एकचोटि रातिबाटै सुकाएर काम गर्ने ल ठिक छ केटाहरूको यो काममा चाहिँ अब बजेट भन्छ हो भाइहरूले बजेट होइन के गर्दा बजेट कहाँबाट ल्याउने बजेट भाइ बजेट चाहिँ अब यहाँ होइन जान्छ हौ भाइ होइन बजेटको व्यवस्था कहाँबाट हामीले गर्नु हामीले क्लब यहाँ दर्ता गर्नु आवश्यक छ या छैन तिमीलाई के लाग्छ कि अब माथि बुङ्ची गाउँमा समिति पर्यो होइन न त यति सानो आफ्नो टोलको टाको काम गर्ने हो भाइ होइन
काम गर्ने हो माथि पछि मिसिमला होइन माथिको क्लबसँग पहिला यहाँ त सानो क्लब एउटा राम्रो दर्ता गर्नु पर्यो क्या होइन यहाँ ठाउँ त सफा गर्नु पर्यो नि आफ्नो ठाउँ आफ्नो गाउँ होइन भाइ यार झाडु भर्खरै मार्दा नि फरक खाँदैन हो भाइ बुवा चाहिँ भयो धेरै भयो ल ठिक छ ल बाई बाई सबजनालाई लभ यु है फेरि भन्दा नि एकचोटि बजेटको बारेमा चाहिँ यसो अन्तिम निष्कर्ष भाइ तिमीले के राख्न चाहन्छौ मैले त अब केही राख्दिनँ अब यो काममा तिमी अग्रसर हुन्छौ हुँदैनौ ल अध्यक्षलाई सोधौँ न अध्यक्षजी मैले त यहाँ त अहिले त अनौपचारिक रूपमा अध्यक्ष घोषणा गरे औपचारिक रूपमा अब पछि बिस्तारै गरौँ ल आफूले ल्याउने कि अन्त्यबाट उठाउने कि दाजुभाइ विदेशमा रहेको दाजुहरूलाई भन्ने कि अङ्कल आन्टीलाई भन्ने कि कसरी हुन्छ होइन काम चाहिँ गर्नु पर्यो धेरै त भयो अध्यक्षजी हजुर नि अब त हजुर अध्यक्ष यहाँको सब केटाकेटीलाई पछि यसमा हाम्रो छोरी मान्छे नि छैन होइन छोरी मान्छे बिस्तारै हामीले केही काम गरेर अरूको नजरमा राम्रो भएपछि छोरी मान्छेलाई सामेल गरौँ र अहिले हामी तत्कालका लागि युवा ओन्ली केटाहरूबाट हामी जेन्जी सबै किन्ने यसमा अब बालकहरू पनि छन् क्या भर्खरका होइन केटाकेटी पनि छन् यसमा केटी मान्छे छैन होइन पछि बिस्तारै मान्छेले हामीलाई राम्रो भन्नुहोस् हामीले काम राम्रो गरेर देखाउनु पर्यो मेन कुरो भनेर केटाकेटीहरू होइन बिस्तारै केही सिक्नुपर्छ के गल्तीबाट मान्छेले केही सिक्छ हो बुझ्यो भने सहीलाई सही र गलतलाई गलत भन्नु पर्यो हुन्छ मान्छे बसी हुन्छ काम गर्दा गल्ती नै हुन्छ होइन त्यो बिस्तारै राम्रो गर्दै जाने हो कि बिस्तारै गर्दै जाँदा काम राम्रो गर्ने बिस्तारै राम्रो हुँदै जान्छ ल सब्सक्राइब गरिदिउँ है त्यति च्यानललाई ल